Hey guys, welcome to my vlog. म चाहिँ आज देवचुली जाँदैछु एन्ड मसँग हुनुहुन्छ हाई 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 एन्ड अहिले चाहिँ हामी काउसरी पुग्यौँ। अब हामी फलफुल चोक चढ्छौँ, त्यसमा अझै हाम्रो छपरीहरू छन्। त्यसपछि हामी जान्छौँ दलदले। आई विल किप अपडेटिङ। यस आइ एम सो एक्साइटेड गाइज। अरू बेला म जहिले पनि एक्लै जान्थेँ, तर आज चाहिँ म एक्लै नगएर आइ एम गोइङ विथ सम पिपल। सो हामी चाहिँ यति छौँ, अझै अरूजना पनि छन्। आई विल सो यु। ओके, अब हामी फलफुल चोक आयौँ, अब हामी झर्छौँ है त। मुडुली, हाई मुडुली, र यहाँ अरू पनि छन्। अब चाहिँ हामी देवचुली पुग्यौँ। अब देवचुली पुगेर यहाँबाट चाहिँ हामीले अलिअलि खानेकुराहरू किन्दैछौँ। त्यसपछि हामी चाहिँ अब कन्फ्युज भएछौँ है, यो बोलेरोमा जाने कि अटोमा जाने, वी डोन्ट नो। अब खानेकुरा घरबाट पनि ल्याएको थियौँ, तर पुग्दैन भनेर यहाँ अझै किन्दैछौँ। त्यसपछि हामी जान्छौँ, यहाँ चाहिँ चिन, हाई, यहाँ यत्रो धेरै मान्छेहरू छन्। खानेकुराहरू किन्यौँ, अब हामी जान्छौँ। ओके, लिन पस्दैछौँ। हामी चाहिँ यहाँ केक लिन्छौँ, अनि केक लिएर अझै हामी जान्छौँ। ओके, यो हामी चाहिँ कुनवाला, एउटा सिम्पलवाला 600को केक लिँदैछौँ है त। द्याट्स इट। फाइनली केक लियौँ। अब केक लिएर हामी बस खोज्न जाँदैछौँ। यहाँ चाहिँ छन् हाम्रो उर्मेश। कुर्दा कुर्दा हाम्रो गाडी आयो। अब चाहिँ हामी गाडी चढ्छौँ। मतलब भोक लाग्नु लागिसक्यो साँच्ची भने। कस्तो मतलब छपरी जस्तो देखेको छ यार। गाइज अघि नैबाट हामी यहाँ बसमा बसेछौँ, तर बस नै हिँड्नु छैन। गर्मीले म मर्न लागिसक्यो। हामीलाई यस्तो घाम बज्छ नि एकदम। हामी बाटोमै छौँ। यो चाहिँ हाम्रो भ्यू हो फ्रम द बस। अझै धेरै नै छ होला जान त। चाहिँ आई थिङ्क किर्तिपुर कटेर चाहिँ एकदमै कच्चीवाला बाटोमा आएको छौँ हामी। अझै छ अरे आधी घन्टा जति चाहिँ। मलाई त एकदम झ्याउलाइसक्यो गर्मी भएर। यो चाहिँ हाम्रो बस हो। बाटो चाहिँ अलिक डेन्जर नै छ। हामी चाहिँ यहाँ पोखरी आयौँ। पोखरी फाइनली यहाँ फटाइदिएछन् हाम्रो। यो चाहिँ हामी यो बसमा आएको हो। यस, सो दिस इज द भ्यू गाइज। हामी यहाँ हिँड्दैछौँ। यहाँ हामीसँग हाम्रो साथीहरू छन्। हाई, अरू उता पुगिसकेन। हामी चाहिँ यहाँ पोखरीबाट हिँड्दैछौँ। एकदमै उकालो त खासै धेरै उकालो पनि छैन। हिँडिराख्ने मान्छेलाई चाहिँ इट्स नथिङ। अब भोलि हामी स्वर्ग हेर्ने हो, स्वर्ग भन्ने टिकटक गराउन जान्छौँ। ए हामी अझै पनि हिँड्दैछौँ। अब त पानी पर्न लागिसक्यो। छिटोभन्दा छिटो हामी चाहिँ होमस्टेमा पुग्यौँ भने इट विल बी अ लट मोर बेनिफिसियल गाइज। सो या द्याट्स इट। त्यही नै हो अब कुरा। या तलतिर नबस्ने भनेर माथि नै जाने भनेर अझै हिँड्दैछौँ। एकदमै थकाइ लागिसक्यो। तर यहाँको भ्यू अनि यहाँको मौसम चाहिँ एकदम कस्तो चिसो छ। हिँड्दा खासै थकाइ त लाग्छ छैन, तर थकाइ अलिअलि त लाग्छ। कहिले छिटो होमस्टेमा पुगौँ जस्तो भइसकेको छ। कोही यता छन्, कोही यता अगाडि। या द्याट्स इट। ओके, हाम्रो टिमहरू थाकेर हेर्दा यस्तो भइसक्यो लोथ। हामी चाहिँ हाम्रो यहाँ होमस्टेमा आयौँ। हामी यहाँ होमस्टेमा आएर हामी चाहिँ एउटा रुम पनि बुक गरिसकेको छौँ। लाइन आएको हो द रुम। यहाँ हामी बस्दैछौँ। सो हामी चाहिँ सबैभन्दा माथिको होमस्टेमा बसिरहेका छौँ। अनि यो चाहिँ हो, योवाला चाहिँ हाम्रो रुम हो। हामी 8 जना बस्नु लाग्छौँ त्यसमा। ओ माई गड। अब भोलि बिहान चाहिँ हामी त्यो माथिको डाँडामा जाने हाइकिङमा। कोही कोही त फर्की पनि भएको छन् क्या। गाइज यो चाहिँ हामीले केक ल्याएको, तर केक त हालत खराब भएर छ। यहाँ चाहिँ अरू खानेकुराहरू पनि छ। अब चाहिँ हामी खानेकुराहरू खान्छौँ। हामी चाहिँ यहाँ हाम्रो होमस्टेमा बसेछौँ। होमस्टे चाहिँ यस्तो टाइपको छ। अब म सबैसँग सोध्छु है त उनीहरूलाई कस्तो लाग्छ यहाँ आएर भनेर। मलाई त अलिअलि रमाइलो पनि लाग्छ, अलिअलि नरमाइलो पनि लाग्छ। ल पहिला सुरु म सोध्छु, आइसा तिमीलाई कस्तो लाग्छ देवचुली आएर?
हाई तिमीलाई कस्तो लाग्यो मलाई ठिकै रमाइलो लागिरहेछ अब भोलि हेरौँ कस्तो हुन्छ आज चाहिँ मलाई बोरिङ लागिरहेछ हाई तिमीलाई कस्तो लाग्यो मलाई एकदमै घटिया म यो आउनु भन्दा यो पैसाले मैले के खान्छु तिमीलाई कस्तो लाग्यो हाई मलाई चाहिँ के लाग्छ भन्दा चाहिँ अलिक हामीले चाहिँ प्रपर गाइडेन्स गर्दा चाहिँ अलिक हामी राम्रो ठाउँमा बस्न सक्थ्यौँ होला जुन चाहिँ पोसिबल भएन अब आफूमा जे छ त्यसमा खुसी हुनुपर्छ भन्ने सोचेँ वाह 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 हाई यत्तु तिमीलाई कस्तो लाग्यो एकदम घिन्ला हाई हुर्रा तिमीलाई कस्तो लाग्यो मलाई त एकदम राम्रो लाग्यो दिललाई कस्तो लाग्यो मलाई त मेरो कान्छोको याद गाइजहरू हाम्रो चाहिँ 2 बजिसक्यो 2:15 भइसक्यो माथि जाने भनेको यिनीहरू त यहाँ सुत्दैछन् कपडा हो म यिनीहरूको पनि कपडा देखाइदिन्छु आरसीको सबभन्दा युनिक ड्रेस डाक्टर रचनाको न डाक्टर छौरी बिरालीको र मेरो अनि त्यसपछि यहाँ हुर्राको नक्कल गरिहाल्छु कि यो भ्यू चाहिँ हामी चाहिँ बिहानै जाने भनेर 3 बजे उठेर हिँडिसक्यौँ डाँडामा जाने भनेर तर लास्टै थकेला मरिन्छ क्या एकदम माथि छ भ्यू चाहिँ म देखाइदिन्छु तर अँध्यारो छ अलिक माथि पुगेपछि उज्यालो भएर देखाइदिन्छु हामी चाहिँ कति बेर भन्दाखेरि 12 मिनट हिँडिसक्यौँ 12 मिनट हिँडेर पनि फेरि थकेर आइसक्यो त्यही भएर हामी फेरि बसेको छौँ गाइजहरू हामी चाहिँ यहाँ गेटसम्म आइसक्यौँ हम गाइजहरू गेट ओ माई गड 1 घन्टाभन्दा धेरै हिँडेर बल्ल माथिको डाँडामा म यहाँ भ्युज देखाउँछु हिँड्न चाहिँ लास्टै धेरै हिँड्नुपर्छ तल तल कोही कोही मान्छेहरू त्यहाँ आउँदै पनि छन् एकदमै हामी चाहिँ पहिलो यो फर्स्ट टावरमा आयौँ एकदमै धेरै हिँड्न पर्ने रहेछ हिँड्न चाहिँ अब चाहिँ हामी एकछिन बसेर फेरि माथि जान्छौँ माथिको यो उयो देखेको डाँडामा एकदमै राम्रो छ भ्यू त भ्यू अलि खुलेको छैन अहिले पछि भ्यू खुल्छ त्यसपछि हामी जान्छौँ म तपाईँहरूलाई पछाडिको भ्यू देखाउँछु गालात एकचोटि हिँड्न टुङ्कुरी डोन्ट गिभ अप ए गाइज ओके कस्तो म खालि गाइज मात्र भनिरहेको छु हामी चाहिँ तल्लोको टावर कटेर माथिको टावर आउन लागिसक्यौँ भ्यू चाहिँ एकदमै कस्तो राम्रो छ मेस्मराइजिङ छ यहाँ म देखाउँछु है त आरसीलाई हल्का गाह्रो हुन लाग्छ तर तिमी सक्छौ होइन यसमा ल तर एकदम प्रिपेयर भएर आउनुहोस् कस्तो गाह्रो छ हामी चाहिँ अलि त्यो माथिको डाँडामा जानु छ तर आई थिङ्क यति बढ आइसकेपछि चाहिँ माथि जान चाहिँ मजाले सकिन्छ जस्तो लाग्छ मलाई अनि अलिकति गाह्रो भनेको फर्स्ट टावर चाहिँ एकदमै गाह्रो छ तर त्यसपछि चाहिँ माथि उकालो त सजिलो छ त्यस्तो गाह्रो छैन अब माथिको डाँडामा जानु छ आई थिङ्क यति आइसकेपछि माथि त जान सकिन्छ होला भ्यू त कस्तो राम्रो छ अनि नेचुरल लाइट आएको छ त्योहरू म कस्तो नराम्रो मान्छे पनि राम्रो देखिरहेको छु गाइजहरू यहाँ चाहिँ फोटो सेसन चल्दैछ यहाँ फोटोग्राफर हाम्रो क्रिस्टिना छन् किनभने क्रिस्टिना फोटोग्राफर भएको कारण चाहिँ उनको आइफोन छ यहाँ चाहिँ यिनीहरूको पनि पालाउनु चाहिँ चिरचिरै 2 कपी भन्दा धेरै रहेछ हामी चाहिँ अझै पनि हिँड्दैछौँ छिटिन्न एकदमै माथि नै छ अझै तर अब त सजिलो छ सेकेन्ड रुट चाहिँ एकदम सजिलो छ फर्स्टको चाहिँ गाह्रो थियो सेकेन्डको त सजिलो छ र भ्यू पनि एकदम राम्रो हुँदै गएको छ त्यही भएर पनि होला एकदम मोटिभेटेड फिल भन्छ बाटो चाहिँ एकदम खतरा छ बाटो त पुरै उकालो छ तर त्यो भन्दैमा उसले भनेअनुसार चाहिँ सानो केटाकेटीलाई चाहिँ नल्याउनु दुःख हुन्छ हिँड्न म त सक्छु के अरे हिँड्न म हिँडिरहेको छु अहिले तर सबै हिँडिरहेछन् चाहिँ हाम्रो सृष्टि र आइसा आउँदैछन् यहाँ रचना छिन् भ्यू त कस्तो खतरा छ नि एकदमै राम्रो छ त्यसै देवटुल डाँडा त भनेको होइन छ हामी चाहिँ फाइनल्ली हाम्रो सबभन्दा माथिको भ्यू पोइन्टमा आयौँ एकदमै गाह्रो भएर आयौँ यहाँ सबैले चाहिँ हामी यहाँ बसिरहेछौँ तर भ्यू चाहिँ आज खुले छैन तर राम्रो त एकदमै राम्रो छ यहाँ एकदम चिसो छ अनि त्यसपछि फ्रेस छ माथि हाम्रो टावर पनि छ अब अहिले हामी फोटो सेसन गर्छौँ अनि जान्छौँ गाइजहरू फाइनल्ली हामी चाहिँ आइसक्यौँ माथि यहाँ चाहिँ भ्यू चाहिँ खासै राम्रोसँग खुलेको छैन तर यो ठाउँ चाहिँ एकदम राम्रो छ कस्तो राम्रो छ यहाँ फेरि फोटो सेसनहरू अहिले चाहिँ म फाइनल्ली सबभन्दा माथि आएँ त्यो माथिबाट ओ माई गड कस्तो राम्रो सनराइज भयो
दिस इज द भ्यू अहिले चाहिँ खासै भ्यू त खुलेको छैन तर राम्रो चाहिँ राम्रो रमाइलो त रमाइलो छ गाइजहरू लास्टै चर्को घाम लागेको छ हामी चाहिँ यहाँ खानेकुराहरू खान लागेको छौँ खाएर स्याउ देख्यो गोदी र हामी चाहिँ यहाँ खाजा खान लाग्छौँ रमाइलो लाग्यो रिग्रेट चाहिँ भएन साँच्चै भने चाहिँ हामी फाइनली सबै यहाँको भ्यूहरू हेरेर तलतिर जानेछौँ तलतिर जान पनि डर लागिरहेको छ फेरि सिधै ओह्रालो छ तर हामी चाहिँ जान्छौँ मेरो भ्लग चाहिँ अब म तल गएको भ्लग गराउँछु ल आइसलो भेट्यौँ अब यसो खाना पनि काँडा हुन्छ तर घुच्न सक्छ हाम्रो अगाडि हिँड्न सक्ने अगाडि नै गइसक्यो म यिनीहरूसँग हिँडिरहेको छु यहाँ चाहिँ हाम्रो देवचुली गुफा छ हामी यहाँ देवचुली गुफाभित्र जान लाग्छौँ जाम है त कस्तो छ ओ यहाँ हाम्रो गाइड छन् चाहिँ यहाँ देवचुली ओ यहाँ गुफा यहाँभित्र गुफा छ अरे गाइजहरू यहाँ मन्दिर पनि रहेछ यहाँभित्र चाहिँ गुफा छ ए म त जान्ने भित्र ए यहाँभित्रबाट चाहिँ हाम्रो गुफाहरू रहेछ कस्तो खालको यहाँ झर्ने भर्याङ पनि रहेछ यहाँ भर्याङ छ यहाँ पूजा गर्ने ठाउँ पनि छ त्यहाँ अनि ऊ यता चाहिँ पूजा गर्ने मन्दिर छ नि चिसो पनि छ यहाँभित्र न यस्तो छ हामी चाहिँ फाइनली यहाँ सेकेन्डको टावरमा आयौँ माथिबाट म यहाँ टावर चढ्न लगाएको टावर चढ्न पनि तागत नै आएन एनर्जी पनि आएन हो त यहाँबाट त भ्यू त यस्तो खतरा अझै माथि पनि छ ओए ओए सबै नआयो कस्तो डरलाग्दो छ यहाँबाट चाहिँ खतरा भ्यू देखिन्छ अघि नै चाहिँ हामी गाइजहरू ऊ त्यो माथिको टावरमा चढेर आएको यति माथि अब यहाँबाट अझै तल जान छ धेरै नै छ जान त तर हामी एकछिन पछि हिँड्छौँ थकै नै लागिसकेको छ बस्दा हिँड्दा हिँड्दा ओके सो अहिले चाहिँ हामी हिँड्दैछौँ त्यो सेकेन्डको टावर फर्स्टको टावरबाट टपको होइन तलतिरको टावरबाट एकदम थकै लागिसक्यो साँच्ची भनेको ठाउँ त राम्रै छ तर हिँड्न चाहिँ धेरै हिँड्नुपर्छ लास्टै धेरै चाहिँ फाइनली हाम्रो यहाँ होमस्टेमा हामी तल माथिबाट लास्टै तल लगाएर टाढा पनि एनर्जी पनि डाउन भइसक्यो अब त के खाने भोक लाग्यो लास्टै फाइनली हाम्रो बस जिप चाहिँ आयो हामी चाहिँ यो जिपमा जाँदैछौँ तर कहिले जान्छ थाहा छैन यहाँबाट चाहिँ हामी जिपमा जाँदैछौँ गाइज छिटो घर पुगौँ जस्तो भइसक्यो मलाई फाइनल्ली हाम्रो चाहिँ देवचुलीको ट्रिप भ्यायो देवचुलीको ट्रिप भ्याएर अब चाहिँ हामी घर जानु लागेको छौँ हामी अब जिपमा छौँ बोलेरोमा चाउचाउ पनि खान्छौँ वाइ वाइ अब एकछिनपछि पुगिन्छ होला तल डल्लले अनि त्यसपछि यहाँ घर अनि घर घर मजाले सुतिन्छ म चाहिँ मेरो भ्लग पुरै हाल्छु प्लिज हेरिदिनु होला बाई एक बजेसम्मको उपास बस्नु